हाम्रो जल्ला बल्ला युवाहरू हिजो मेसी चाहिँ भारतमा आयो होइन यो विषयमा के छ तिमीहरू किन गएन केटा भनेर तिमी दुइटै फुटबल खेलाडी हो नि त खास म नेइमारको फ्यान भएर म गएन कि मेसी ठिक लाग्दैन त कसको फ्यान होस् रोनाल्डो फ्यान जस्तै रोनाल्डो भारतमा आयो भने जान्छ नि भइहाल्यो 50 लाखतिर 14 लाख थारपात मोबाइल बेच्छु किनिदिएछु किनेको चाहिँ रोनाल्डोलाई भेट्ने धोको तेरो के छ अनि मेरो केही छैन म कहीँ जान्न भेट्नु भने किन नेइमार आयो भने जाने नेइमार हिँड्नै सक्दैन बुढो छ खुट्टा हुँदैन गोल जस्तो हाम्रो जाँदैन चाहिँ खुट्टा सुट्टा हुँदैन यस मेसीलाई भेट्न जान्नुहोस् रोनाल्डो नेपाली कुन खेलाडी मनपर्छ नेपाली म मात्रै अरू को छैन नेपाली क्रिकेट क्रिकेट तपाईँ दिँदै हेलिकप्टर सर्ट भ्यान अनि तँलाई मलाई क्रिकेट गुल्छन् ए अनि फुटबल बेबी अनि फुटबल कोही मन पर्दैन मलाई किन कोही खेल्नु जान्दैन के मन पराउने हो क्रिकेट राम्रो लाग्छ कि फुटबल मलाई बराबर बराबर तँलाई फुटबल फुटबल अहिले फेरि क्रिकेटमा अलि खतरै भइगयो फेरि फुटबलै मनपर्छ धेरै खेल्छु उम्, त्यही भएर खत्रै भयो सुर्खेतमा बस्न मन लाग्छ कि गाउँमा गाउँमा सुर्खेत झ्याउ कहिलेसम्म कहिलेसम्म बस्छ सुर्खेत केही समयको लागि असीमित समयको लागि सीमित समय छैन त्यसपछि जस्तै तैँले जागिर सागिर खाइस् भने सुर्खेत घर लाउँछस् गाउँमा घर कहीँ लाउँदैन किन लेकतिर लाउने सोध्छ लेकमा पाटनमा त्यो त गाउँमै भयो त्यो त गाउँमै पाटनमा गाउँभन्दा नि माथि कहाँ माथि भयो पाटनमा यति बिच्चा र हड्डी भएन त्यो त हुँदैन हट म गइरहन्थेँ केटाहरू